सनातन बस्ती हो सनातन बस्ती होइन सनातन बस्तीको रूपमा बनाउने यहाँ मान्छे त्यो कति छन् मान्छेहरू त्यस्तो यहाँ हामीहरू त जति बस्ती 15बाट 20 घरसम्म छौँ त्यस्ता ए 15-20 घर अरू पनि बढ्दैछन् बढ्दै अब बढ्ने त्यस्तो त्यस्तो खालको पर्याय भइरहेको त्यो सनातन बस्ती बनाउनको लागि त अब कृषि उत्पादन पनि त्यही अनुसार गर्नु पऱ्यो होइन हजुर त्यसमा पनि लाग्ने त्यसपछि अब मासु छोड्ने धार्मिक क्रियाकलापमा लाग्ने होइन सनातन व्यापार व्यापार पनि त्यस्तै व्यापार के गर्ने सनातन व्यापार कृषि हो कृषिका जो सहकारी व्यापार त्यस्तो सनातन अर्ग्यानिक त्यो त यो गाउँमै घोषणा गर्नुपर्छ टोल बसिकन त्यो गर्ने वडालाई गर्ने यो नगरलाई घोषणा गरेर त्यसलाई चाहिँ सनातन बस्ती नै बनाउने अब अर्ग्यानिक खेती गर्ने अर्ग्यानिक व्यापार गर्ने होइन त्यो अनुसार सबै लाग्ने नयाँ पुस्ताको मान्छे पुरानो पुस्ताको मान्छे होइन युवा सबै लागेन त्यो चाहिँ गर्नुपर्छ हामी पनि यसरी बस्ने कुरा भएको छ प्रतिष्ठानतर्फबाट निर्णय भएको छ हजुरहरूको अब सहजीकरण गरेपछि हामीहरू जस्तो समिति बनाउनु भएको छ हजुर समिति अब यो हाम्रो समिति छ मन्दिरको समिति हजुर यो धार्मिक समिति मन्दिरको समिति अब छुट्टै हुन्छ हामीहरू अनि त्यो समिति यो कीर्तन मण्डल समिति ढुङ्गा पनि छ त्यस्तो भएर अनि एकचोटि यो उयसले कुरा गर्नुभएको थियो त्यो गुनाउलाई त्यो पुष्पराज अब त्यो प्रयास गरिरहेको छौँ त्यो के हुन्छ राम्रो गाउँ छ सबैको हजुर हामीले अब त्यो गरेपछि नआउने क्या छ र अब घरमा हजुर अलिक नजिक तपाईँहरू वडाबाट होइन यो टोलबाट त्योसँग सम्बन्धित उहरू के अरे मान्छेहरू क्या अब सहकारी भएको मान्छेहरू होइन अरू हुन चाहने मान्छेहरू सदस्य नै ठ्याक्कै भेला गरेर तपाईँले एउटा माइनेज पनि गर्ने क्या यो गाउँ बस्तीलाई सनातन बस्ती बनाउने होइन अर्ग्यानिक व्यापार गर्ने अर्ग्यानिक उत्पादन गर्ने त्यो भनेर चाहिँ निर्णय गराएर मान्छे वडा होइन नगरमा अनि त्यता कतै चाहिँ त्यो गर्ने पनि गर्नु भेला गरेर त्यसले गर्दा चाहिँ हामी पनि आएर के गर्नु कुरा पनि भएको छ हाम्रो प्रतिष्ठानबाट निर्णय भएको छ है